हेलो गाइज गुड मर्निङ एन्ड नमस्ते। यहाँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम फिट एन्ड फाइन छु। आज बिहानै चाहिँ म चाहिँ एउटा सुटिङमा मेरो आफ्नै एउटा म्युजिक भिडियोको सुटिङमा जानको लागि तयार हुँदैछु। स्वर्ग की अप्सरा हो कि धरती की परी, भेटिरहँ जस्तो लाग्छ तिमीलाई घरी घरी। मेरो आफ्नै शब्द सङ्गीतको आफ्नै स्वरको गीत। यहाँलाई मैले यो भिडियोको ओरिजिनल म्युजिक अफिसियल म्युजिक भिडियोको ओरिजिनल लिङ्क चाहिँ यहाँलाई डिस्क्रिप्सनमा राखिदिनेछु। यहाँले मेरो यो भिडियो चाहिँ डिस्क्रिप्सनमा गएर लिङ्क खोलेर चाहिँ यहाँहरूले हेरिदिनु होला। के कस्तो लाग्छ यसो कमेन्ट पनि गर्नु होला यदि गाइज। ल तपाईँ अलि अगाडि भन्नु न, अगाडिबाट यतिको आप है। सयपत्री मखमली फुलबारी ल, सयपत्री मखमली फुलबारी ल, गैरी खेतमा धानको बाला झुलबारी ल। भयो आयो सयपत्री मखमली फुलबारी ल। यस ल अघिको ठाउँमा आएपछि घुम ल। घुम आऊ फेरि। ओके आउँछ है। ल ल ल ल सयपत्री आयो। 3, 2 एक्सन। केटाकेटी फेरि लजार हल्का बिस्तारै हल्का लजार यता फर्किने अनि हाँस्ने ल। यता मतिर फर्केर 1 गो। फेरि एकचोटि लजाउने। यस केटीले सेम गर्ने जिस्किने यताउता केटालाई हेर्ने है। बिचरा नभन्नु अहिले भइरहेको छ। केटाले गर्दै गर्ने अब गरी खेतमा धानको बाला झुलबारी ल, मेरो यो मन किन त्यतै भुल्यो बारीलाई। आउँछ अब आउँछ अब आयो। गैरी खेतमा धानको बाला झुलबारी ल, हर्षनीको मङ्गली भरिएको मेरो यो मन किन त्यतै। कहाँ पो थियो सयपत्री मखमली फुलबारी ल, सयपत्री मखमली फुलबारी ल, गैरी खेतमा धानको बाला झुलबारी ल, हर्षनी एकचोटि फेरि हिँड्नु फुलबारी ल, सयपत्री मखमली फुलबारी ल, गैरी खेतमा धानको बाला
ओके म्युजिकमा मात्र ध्यान दिएर कपाल सकल यसो घरिघरि यसो गर्ने यताउता हेर्ने ओके ल गर्ने गर्ने मखमली फुलबारी सयपत्री मखमली फुलबारी गैरी खेतमा धनको बाला झुलबारी हर्षनी उमङ्गले भरिएको मेरो यो मन किन त्यतै भुल्यो बारील आयो हरिएको मेरो यो मन किन त्यतै भुल्यो बारील त्यहीँदेखि दिँदै गर्नु न मङ्गले हरिएको मेरो यो मन किन त्यतै भुल्यो बारील यस यस राम्रो छ दामी केटाले हात यसो गरेर वा दिनु न यता नहेर्नु नि यार अर्को हातले घरिघरि ताली पनि हाने जस्तो गर्नु ल बब्बा ल फेरि ल ल ल हेर्दै हेर्दै केटीलाई हेर्नु है वानको केटा चाहिँ हेरेको सिरियस भएर तपाईँ घरमा चाहिँ एउटा बुढी छ अनि छोराछोरी पनि छ कपाल सबै मिलाउने घरिघरि उता हेर्ने कसरी गर्ने के भयो सिरियस भएको हो र भनौँ न सिरियस भयो तिमी पानी चढाउनु पर्ने ल केटी उठेर हिँडौँ ल हाँस्यो कि क्या हो फेरि लास्टमा हाँस्या हो लु लु कति चिसो रहेछ त्यहाँदेखि सुरु गर्ने चिसो पानी छ भाग्यो यस गर्नु आउ न हेर न कस्तो चिसो पानी छ भागो यस ल नाच्नु पर्छ गाउनु पर्छ सँगै यसपाली खोली छेउमा पालुवा बगर खोली छेउमा पालुवा बगर औ है माया तो थारे मन नगर औ है माया तो थारे मन नगर यस फेरि ल अझ अगाडि है घुमाउने केटीले क्यामेरा फेस एक्सप्रेसन दिएर जाने ल आए नाच्नुपर्छ
आउने बेला भयो। आयो स्वर्ग की अप्सरा हो कि धरती की बारी, फेरि स्वर्ग की अप्सरा हो कि धरती की बारी, भेटिरहँ जस्तो लाग्छ तिमीलाई घरिघरि, अझै मार्नुको वाली झेकेर ओके ल है बिस्तारी एक पाला फसाने ल हो त्यसरी यस यस खोलीलाई तार जाली खेतलाई आली यस स्वर्ग की अप्सरा हो कि दुई तीनचोटि गर्ने फेरि सुरु जस्तै गर्ने अगाडिदेखि उता फर्किने फेरि गर्ने क्या स्वर्ग की अप्सरा हो कि धरती की बारी, भेटिरहँ जस्तो लाग्छ तिमीलाई घरिघरि, अझै मार्नुको वाली झेकेर अझै मार्नुको उता हेर्दै फेरि यता हेर्दै ल ल ल हेरे आए म त तिमीलाई नै देखेर, आए म त तिमीलाई नै देखेर। 3 2 1 गो ल यता पनि हेर्ने है घरि अलि मजाले हेर्ने यता यस फेरि 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 यस ल ल म पढाउन सुरु गर्छु ती पढ है त सानो ठुलो घोचाउ त ढाल्ने अहिले बनाइदिन होइन बहिनी है चस्मा कति ला कति पावरको चस्मा कपाल पनि अलिअलि मिलाऊ मिलाउ न जिस्क छेडिह अब यता कड्के नजरले क्यामेरा नहेर न कड्के नजरले हेर सुन न तिम्रो मया कस्तो लागिरहेछ म आऊ कि नआऊ है झैकुटी आउनु साँच्ची आऊ खुसी एकदम हाँस्ने पनि ल ल म आउँछु आऊ अहिले ल ल ल हतार हतार ट्याप टिपेर झोला बोकेर कुद्ने गयो 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 कट्नु है ल आउने 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 2 1 गो यता हेर्नु यता जानु पर्ला पानी खान प्याज पनि लास्टै लागिरहेछ यताबाट आउनु अब घरमा को हुनुहुन्छ निस्क निस्क किन होला पानी खान पाइन्छ पाइन्छ किन नपाउनु ल्याउनु त अलिकति हुन्छ दामी केटा गर्मी छ ल केटी आउने बिस्तारै आउने ल हल्का लजाउँदै ऊ गर्दै आउनु त्यसरी बिस्तारै यता जाऊ 3 2 1 गो हेलो अन्जु म सन्जु आइसके त आइसके त बाहिर निस्क न ओहो बा नमस्ते अन्जु छैन गो तपाईले अन्जु ए अन्जु बाहिर निस्क न म आएको छु ओहो नमस्ते बुवा अन्जु छैन छ भित्रै आउनुस् न ए हस् जुत्ता खोल्नु ल 3 2 1 गो बाले बोलाउनु त नानीलाई भाइ निकेश तिमी पनि आऊ यहाँ बस भन्नु न बाले ल अब मिल्यो नानीलाई एकचोटि बोलाउनुहोस् त भाइ निकेश यहाँ आऊ यहाँ बस मिलेर बस कतिलाई सेलरोटी खुवाउँछ होइन किरा
निकेशलाई त रोटी नखाए मन लाग्यो पुरुष कतिखेर त्यो चिसो खाऊ यसो गर्दा पनि पछि लाउनु नदिने होइन नहाँस्ने केटा पटक्कै नहाँस्ने एकदमै निराश हुने के भयो म कहाँ फसेँ होइन आँसु पनि झऱ्यो कि क्या पानी हाल्यो जिन्दगीमा त्यो केटी चाहिँ एकदमै हाँसेर एकदम खुसी किनभने दाजुलाई टिका लाउन पाउँदा केटालाई फसायो होइन फसाएको भन्दा पनि तिमीले फसाएको होइन केटा आफै फस्यो बाले फसाउनु गेले भैँस पानी सबै रात लाग्यो माथि पढेर लगाइदेऊ न। अर्को भाइलाई पनि लगाइदेऊ भालानी लगाइदिइहाल्यौँ ल्याइदियो एकैछिन ल भाइलाई अब एकछिन पाल अङ्कलले गर्नु फेरि ल ल बस ठिक छ दाजु आजदेखि भाइटिका लगाइयो सेट हात अगाडि हो अगाडि यस्तो के यता होइन हौ वानको अगाडिदेखि गर्नु न त्यो मात्रै झोक्नलाई कति गाह्रो परिरहेको छ बाले खोइ भन्नु पर्यो ल बहिनी दाजु भाइटिका लगाइयो अबदेखि भाइ बहिनी अबदेखि दाजु बहिनी अब उठ्ने केटा लु 3 2 1 एक्सन जिन्दगीमा के सोचेको थियो के भयो नि माला पनि छुनु न